ओइ मच्छी ठोक्दै बनाएछ र मच्छी धेरै यहाँनिर हेर्नुहोस् मच्छी बारी चाहिँ साथीहरू मच्छीमा अब झर्दैछु है म पुरा झार आएछ अलिअलि फुल बाटो फलेको रहेछ है खोर्सानी तर कल्चुराले डल्लै टिपिहाल्छ रातो भएको रहेछ अब यो अलिक सफा गर्नुपर्नेछ त्यहाँ के पुरा झारले पुर्न आँट्यो र हेर्नुहोस् है यो पुरा झारले कभर गरिहाल्यो साथीहरू अब यसलाई चाहिँ अलिक यसरी टिपेर चाहिँ यहीँ राख्नुपर्छ बेसी हल्लायो भने फुलहरू सबै झर्छ हेर्नुहोस् मच्छीको लागि चाहिँ यसलाई अलिक यसलाई झारलाई चाहिँ यहीँ मर्नुहुन्छ नि इस केले यस्तो गर्यो माया लाग्दो छुट्टी पारेछ नि छुट्टी पारेछ इस हेर्नुहोस् त अम्बो फलाई किराको आउँछ लो यो खा कौ घाँस ओइ बच्ची खसी ठुलो छ यहाँ एउटा लाम्काने खसी तर खसी पारेको छैन सफा गर्नै पुरा झार आयो यहाँबाट लानु पर्यो यहाँबाट चाहिँ सट्टै लानु पर्यो बाटो सफा गर्नु आएको चाहिँ साथीहरू बाटो सफा गर्नु आएको चाहिँ म चाहिँ टक्कै अब अल्छी लाग्यो के गर्नुभयो हो लास्टमा चाहिँ अब यो सोचेँ बाटो सफा गर्नु पर्यो त्यतिकै बस्नुभन्दा चाहिँ भनेर ल साथीहरू बाटो पनि उखालिसक्यो घाँस पनि निस्क्यो अब डोको लिएर आउँछु र चाहिँ लगेर डोको पनि घाँस पनि निस्क्यो बाटो पनि सफा भयो दुई काम भनिहाल्यो फेरि नेचिपीले लागि आमो यो मात्र सासुले एप्सिरो खले नेची पिवासिवा कमो कुम्मान कन्कु साम्बा तर यम्बा पुखेपे त्यसै यम्मा सिबङ पित आजै अलिक सफा राख्नुपर्छ गाईबस्तु मान्छे जस्तै र पनि यो सबै सोरेर चाहिँ बुटुलेर चाहिँ यतापट्टि साइडमा धुवा पुगिदिनु पर्नेछ धुवा पनि पुगे गाईको लागि धुवा मच्छरले खाँदैन खोले खान्छ अब चाहिँ बाख्राको पालो पऱ्यो हेर्नुहोस् त कल्चुरा चाहिँ आइरहेछ उयो खर्सानी खानालाई गयो गाई बाख्राको पनि घाँस लगाइसकियो सबै सोर्सा पनि भयो यो सिटा चाहिँ अब पर लगाएर फ्याँक्नु छ त्यति हो।